मैले बजेट आउनुभन्दा अगाडि पटक मैले पार्लियामेन्टमा पनि अर्थ समितिमा पनि केही कुराहरू राखेका थिएँ। अहिलेसम्म सरसर्ची सुन्दाखेरि है धेरै डिटेल्स अहिले हेर्न बाँकी छ। ती कुराहरूमा धेरै हदसम्म चाहिँ ध्यान पुगेको मैले पाएँ। जस्तो उदाहरणका लागि पुराना सबै योजनाहरू सिद्ध्याउने, नयाँ ठुला नसक्ने कुराहरू नआँट्ने, कनिका छराई गर्नुको सट्टा 3 करोड रुपियाँ एउटा भन्दा घटीको प्रोजेक्टहरू नराख्ने आदि यी कुराहरू चाहिँ नि मैले भनेको थिएँ। त्यो आयो। आइटीको सेक्टरलाई एकदमै राम्रोसँग अगाडि बढाउनु पर्छ, यो ठुलो अवसर हो भन्ने कुरा गरेका थिएँ। पर्यटनलाई टप मोस्ट प्रायोरिटी दिनु पर्यो। जसरी हुन्छ पोखरा र चाहिँ नि भैरवाको एयरपोर्टलाई अरू सुविधा एयरलाइन्सहरूलाई दिएर हुन्छ, के गरेर हुन्छ त्यसलाई चलाउनु पर्यो भनेको त्यो विषयमा पनि उहाँले चाहिँ नि बोल्नुभयो हैन। स्टार्टअप युवालाई चाहिँ नि देशभन्दा बाहिर जानुलाईबाट हतोत्साहित गराउनका लागि र यहीँ काम केही गर्नका लागि इन्क्युबेटरको व्यवस्था गर्ने, इन्क्युबेसन चलाउनका लागि 3%मा चाहिँ नि ब्याज 3%को ब्याजमा यो के अरे ऋण दिने सहुलियत दरको भन्ने कुरा आयो। त्यो पनि मैले त्यसलाई राम्रो पोजिटिभ सकारात्मक रूपमा ल्याएको छु हैन। अब विदेशमा चाहिँ नि लगानी गर्नका लागि आफ्नो सिप, आफ्नो मेहनत, आफ्नो नोहाउ, आफ्नो ब्रान्ड कसैले बेच्छ भने स्वेट इक्विटी लिन पाउने व्यवस्था अहिलेको यो बजेटले गर्यो। होटेलमा वर्षौँदेखि हामीले धेरैचोटि पहिला भन्ने गर्थ्यौँ, त्यो म्यानुफ्याक्चरिङ उद्योगको तुलनामा होटललाई अनावश्यक रूपले बढ्ता विद्युत ट्याक्स पनि बढ्ता, शुल्क पनि बढ्ता, ट्याक्स पनि बढ्ता थियो। त्यसलाई यो पालिको यसले करेक्सन गर्यो। त्यो पनि एउटा त्यो अहिले मान्यो। त्यो एउटा चाहिँ एकदम पोजिटिभ कुरा म हेर्छु त्यसलाई। डिजिटल ब्याङ्क स्थापनाको कुरा गर्यो यो ब्याङ्कले, यो पालिको बजेटले। अहिलेको समय सापेक्ष अस्ति भर्खरै अर्थ समितिमा मैले यो कुरा राखेको थिएँ। अब चाहिँ नि यो आइटीको फिल्डमा काम गर्नेहरूलाई सबैलाई चाहिँ नि एउटा चाहिँ नि निश्चित रूपले यो नोम्याड भिजाको व्यवस्था गर्यो। विभिन्न चाहिँ नि यो फिल्डका मान्छेहरूलाई यहाँ ल्याएर नेपालमै बसेर काम गर्ने एउटा वातावरण यसले बनाइदियो हैन। अनि यो अर्को स्पेशल इकोनोमिक जोन र इन्डस्ट्रियल पार्कहरू खाली भएर बसेका थिए। त्यसमा चाहिँ नि 2-3 वर्षसम्म चाहिँ नि भाडा चाहिँ नि शुल्क चाहिँ नि त्यसलाई चाहिँ नि हटाइ नै दिने र भएकोमा पनि 25% मात्र लाग्ने गरिकन। त भन्दाखेरि यसो सुन्दाखेरि चाहिँ नि यी विभिन्न चाहिँ नि थुप्रिएर बसेका प्रब्लम्सहरू जति थिए ती प्रब्लम्सहरूलाई चाहिँ नि एड्रेस गर्नका लागि चाहिँ नि मन्त्रीजीले ट्राई गरेको मैले पाएँ। यही उभिएर तपाईले भन्नुभएको थियो यो पटकको बजेट चाहिँ वैदेशिक अनुदान रोकिनेवाला छ अथवा घट्दै जानेछ। हामीलाई हाम्रै खुट्टामा उभिएर हाम्रै अर्थतन्त्रलाई चलायमान बनाएर यो अर्थतन्त्रको खर्च र बचतको एउटा तारतम्य मिलाउनु पर्ने चुनौतीपूर्ण अवस्था छ भनेर तपाईले मैले भनेको थिएँ। त्यही अनुसार आयो, त्यसो भए प्रायोरिटाइज भएर म तपाईँलाई त्यसमा चाहिँ नि के भने मलाई सबभन्दा चिन्ता के थियो भने राजस्व चाहिँ नि उठ्ने क्रम चाहिँ नि गत 2 वर्षदेखि तल खस्किँदो थियो। योपालि राजस्व 70%ले बढ्यो। त्यसले गर्दाखेरि अलिकति अब आउने अर्को वर्षमा पनि राजस्व झन् थप बढ्ने एउटा चाहिँ नि लक्षण देखियो। त्यसले गर्दाखेरि जुन चाहिँ नि अहिले भनौँ न लगभग चाहिँ 13 खरब चाहिँ को बजेट चाहिँ नि उहाँले जुन प्रक्षेपण गर्नुभयो त्यो चाहिँ के राजस्व त्यो मेरो विचारमा चाहिँ नि अस्वाभाविक देखिएन अहिलेको यो सालको ट्रेन्ड हेर्दाखेरि। र निजी क्षेत्रतर्फ कर्जाको प्रभाव बढाउने भन्ने जुन दृष्टिकोण ल्याएको छ त्यसले गर्दाखेरि पनि कता मलाई के लाग्छ भन्नु होला भने कि यसलाई चाहिँ नि यो बजेटलाई अव्यावहारिक, एम्बिसियस र धान्न नसकिने खालि पपुलिस्ट कामका लागि चाहिँ नि खालि घोषणाका लागि घोषणामा मात्र सीमित राख्नका लागि ल्याएको बजेट भन्दाखेरि चाहिँ अलिकति अन्याय नै हुन्छ। अब ब्याङ्किङ क्षेत्रमा तरलता बढ्या छ, यी सबै समस्याहरू एनबिए बढ्या छ। अब इम्प्लिमेन्टेसन नै उहाँको सबभन्दा ठुलो चुनौती हो। इम्प्लिमेन्टेसन नगरिकन त कुनै अर्थै छैन हैन। इम्प्लिमेन्टेसनका पनि विभिन्न मन्त्रालयहरूमा विभिन्न प्रकारका हामी इन्स्ट्रुमेन्ट्सहरू क्रिएट गर्छौँ भनेर उहाँले चाहिँ नि कुराहरू ल्याउनु भएको छ। अब व्यवहारमा चाहिँ नि त्यो कतिको हरेक मन्त्रालयमा उतार्न सकिन्छ। सबभन्दा ठुलो कुरा त्यो 6%को त्यसैले यसमा म अहिले मैले एउटा सेन्टेन्समा यो बजेटलाई भन्दाखेरि गर्ने हो भने, गर्न चाहने हो भने र गर्न दिने हो भने यो बजेटले थुप्रै ती व्यवस्थाहरूका ढोकाहरू खोलेका छन्, ती अवसरहरूका ढोका खोलेका छन्।